चाहिँ रुमदेखि घर आइपुग्यौँ। अघि भिडियो बनाउँ भनेको त बिर्सेछु होइन, गाडीमा नानीहरू सुतिरहेको थियो। अन्त घरमा कोही नहुँदाखेरि चाहिँ हाम्रो यो बलुवाहरू चाहिँ ल्याङफ्याङ भइरहेछ। यिनीहरूलाई चाहिँ मैले एकछिन यिनीहरूलाई अछ्याइदिएको जस्तो लागेछ। अन्त यो देख्न सक्नुहुन्छ मेरो फुलहरू है, यसरी बेचिलित भइरहेछ। यो चाहिँ मेरो फुलहरू है, यो क्यालेन्चोहरू फुलिसक्नु आँटिरहेको छ। अब किनभने यहाँ चाहिँ ठन्डा छ र चाहिँ ढिलो फुलिसक्छ है यहाँनिर। अन्त मैले यहाँ चाहिँ मैले हिजो अस्तिको दिन किनेर ल्याएको यो चाहिँ यस्तो अस्ति मजाले फुलेको थियो, के प्लाक भएछ हो। अन्त यो त अस्तिकै हो, यो त प्लान्टहरू जस्ट प्लान्ट मात्रै हो। मलाई चाहिँ आजकल चाहिँ फुल्ने फुल मनपर्छ। अन्त यो चाहिँ फुलिसक्नु आँटेछ यिनीहरू पनि। यो सिङ्गल चाहिँ मान्छेले त्यस्तो बेसी याद गर्दैन कि, तर यो चाहिँ नि मजाले स्याहाऱ्यो भने चाहिँ नि सानो बनाएर रोप्यो भने चाहिँ यति दामी देख्दो रहेछ नि त यसलाई पनि। अब अर्को पालि चाहिँ जाने। यहाँ चाहिँ मैले अलिअलि कलेक्सन गरेको यो के पो भन्छ जेरेनियमहरू। यो त जेरेनियमहरू यहाँनिर। यो चाहिँ यल्लोमा मैले यसपालि अलिक बनाउनु जानिनँ, किनभने चाहिँ यो उयो भयो नि त। अब घर आएको होइन, कामहरू गर्नुपर्छ, भिडियो मात्रै बनाएर हुँदैन। अन्त अब म नानी मात्र हुन्छु यहाँनिर चाहिँ जेर्यौँ म। हाम्रो चर्चमा जाने अरे सघाउनु। ल है त आजको मेरो भिडियो चाहिँ यति नै हो है। अब काम गर्नुपर्छ। आज स्याटरडे, हिजो आउनुपर्ने थियो तर हामी केही कारणवश आउनु सकेनौँ। यहाँ अब फुलहरू रोप्नुपर्ने छ। गमला लिएर आएको छु यहाँनिर, एकदमै गमला लिएर आएको छु है। जेर्यौँ र मेरो काम चाहिँ फुल रोप्ने काम अब रोप्छौँ हामी।